रवि लामिछानेका कारण नक्खु जेल बच्यो। दर्शकबिन, यो शब्द नक्खु कारागारका जेलरको हो। जेलरले भाद्र 23 र 24 गतेको आन्दोलन विषयमा छानबिन गर्न बनेको आयोग समक्ष बयान दिएका छन्। त्यो बयान बारेमा धेरै अड्कलबाजीहरू भए। बाहिरतिर भएका अड्कलबाजीहरू आफ्नै किसिमका रहेका छन्। जेलरले यसरी बोले हुन्थ्यो, जेलरले रविको विरुद्धमा बोले हुन्थ्यो, जेलरले रविलाई फसाउने गरी बोले हुन्थ्यो। यो अड्कलबाजीका साथ मिडिया ट्रायल भए। ती मिडिया ट्रायलहरूलाई चिर्दै जेलर सत्यराज जोशीले रवि लामिछानेकै कारणबाट नक्खु कारागार बचेको कुरा खुलासा गरेका छन्। रवि लामिछानेलाई यदि हामीले बाहिर निकाल्न नसकेको भए नक्खु कारागार पनि ध्वस्त हुन्थ्यो र कारागारभित्रका कैदी बन्दीहरू लगभग 400 भन्दा बढीको सङ्ख्यामा रहेको अवस्था हो। ती कैदी बन्दीहरू सबैको ज्यान खतरामा पनि पर्दथ्यो। जेल खतरामा जान थाल्यो, जेल तोडफोड हुन थाल्यो, जेल बचाउन नसकिने अवस्था भयो। मैले जानकारी यो गराउनै पर्यो। यो जानकारी प्रमुख जिल्ला अधिकारीलाई गराउनु पर्यो, गृह मन्त्रालयलाई गराउनु पर्यो। त्यो क्रमिक रूपमा जानकारी हुँदै जाने क्रममा मुख्य सचिव समक्ष पनि जानकारी पुग्यो। त माथिल्लै निकायबाट राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी पङ्क्तिलाई सम्भवतः प्रस्ताव पुग्यो होला। त्यसपछि पार्टीको नेताहरू आइपुग्नुभयो र सहज रूपमा रवि लामिछानेजीलाई बाहिर निकाल्न सकियो। र रवि लामिछाने बाहिर निक्लिएपछि भिडलाई उहाँले नै नियन्त्रण गर्नुभयो। जो प्रदर्शनको निम्ति आएको थियो भिड, त्यो भिडलाई रवि लामिछानेजीले नियन्त्रण नगरेको भए, थोरै मात्रै पनि विलम्ब गरेको भए जेल तहस नहस हुने अवस्था थियो भन्ने आशयको बयान आयोग समक्ष जेलरले दिएका छन्। दर्शकबिन, आज रवि लामिछानेसँग पनि आयोगले सोधपुछ गरेको छ। उहाँसँग सोधपुछ गर्नु त के नै थियो र? वास्तविकता के हो? कारागारको अवस्था के हो? कारागारको अवस्था के हो भन्ने बारेमा रवि लामिछानेले पहिलेदेखि जानकारी गराउँदै आएका छन्। उनलाई भेट्न कारागारमा जाने व्यक्तिहरूसँग पनि उनले सविस्तार जानकारी गराएका छन् र उनले विभिन्न माध्यमबाट र पार्टीकै तर्फबाट पनि पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले, उपसभापति स्वर्णिम वाग्लेले, प्रवक्ता मनिष झाले, सबै नेता नेत्रीहरूले भएको के हो वास्तविकता त्यो उजागर गरिरहेका छन्, जानकारी गराइरहेका छन्। आयोगमा रवि लामिछानेले त्यो बाहेक फरक कुरा बोल्ने आधार पनि छैन। त रवि लामिछानेलाई कारागारबाट भाग्ने वातावरण कसले सृजना गर्यो? सबैभन्दा ठुलो जिज्ञासा